बहिनीहरू यत्रो ठुलो संख्यामा उपस्थित भइदिनु भयो, यसको लागि हजुरहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। हामी यो क्षेत्र नम्बर 1 को घर दैलो धेरै अलमोस्ट सबै ठाउँमा सब भ्यायौं। जहाँ जाँदाखेरि पनि हामीलाई आदरणीय दाजुभाइ दिदीबहिनीहरूले गाली गर्नुहुन्छ, तपाईहरू किन आउनु भएको, तपाईहरू किन यो घर दैलोमा आउनु भएको, 33 वर्षसम्म के गर्नुभयो, खोइ हामीले मेलम्चीको खाने पानी खान पाएको, यस्तो फोहोरको डङ्गुर छ, खोइ यो व्यवस्थापन भएको, सडकमा धुलो उडिरहेछ, के गर्नुभयो तपाईहरूले, किन आउनुभयो, 5 वर्षपछि अनुहार देखाउन आउने, तपाईलाई लाज लाग्दैन भनेर हामी गाली मात्र खाइरहेका छौँ। र हामीले भन्ने गरेका छौँ, हामी त्यस्तो स्वतन्त्र राजनीतिक शक्तिमा आबद्ध हामी यस्तो व्यक्ति हौं, जे बोल्छौं, जे प्रतिबद्धता हामीले तपाईहरूको सामुन्ने राख्छौं, त्यो गरेरै छाड्छौं भनेर हामीले उहाँहरूलाई भन्ने गरेका छौँ। तपाईहरूले इतिहास हेर्नु होला, पहिलाको इतिहास हेर्नु होला, हाम्रो इतिहास हेर्नु होला र निर्णय गर्नु होला भनेर हामीले भनिरहेका छौँ। यो त पर्यो हाम्रो समस्या। अनि बागमतीको किनारामा जाउँ अथवा रुद्रमतीको किनारामा जाउँ, त्यहाँ त्यस्तै कुराहरू सुनिन्छ। 33 वर्षसम्म हामीलाई राजनीति गर्ने, हामीलाई यहाँको थाई बसोबास गर्ने मान्छे र हामी भित्र कन्फ्लिक्ट लगाउने भनेर उहाँले भन्नुहुन्छ। हामीले भन्ने गरेका छौँ, त्यसैले यो सबैको विकृति विसङ्गति भनेको यो देशमा भएको भ्रष्टाचार कुशासनको कारणले हो, बेमानको कारणले हो। त्यसैले अब तपाईले आफ्नो मत परिवर्तन गर्नुपर्दछ। यदि तपाईले मङ्सिर 4 गते यत्रो हाम्रो महापर्वको दिनमा पनि मत परिवर्तन गर्नु भएन भने अर्को 25 वर्ष पनि तपाईहरूले त्यही गुनासो खेप्नु पर्ने हुन्छ, त्यही गुनासो खेप्नु पर्ने हुन्छ। त्यस्तै बेमानहरूलाई शासन दिनु हो भने, हात साँचो दिनु हो भने तपाईँ हामीले कुनै पनि कष्टमा हाम्रो उन्नति प्रगति समृद्धि हुन सक्ने अवस्था पनि आउँदैन। त्यसैले म धेरै समय लिन्न, धेरै 6-7 जना वक्ता साथीहरूले बोलिसक्नुभयो, लामो भयो बोली, यसलाई अब उपरान्त अर्को उसमा चाहिँ घटाइदिनुहोस् कृपया। सुन्न नेपाली दाजुभाइ दिदीबहिनीहरू केही पनि सुन्न चाहँदैनन्, भन्दा कान पाकिसकेको छ। फटाई कुराहरू मात्र गर्छन्, कमिटमेन्ट गर्छन्, तर यसको इम्प्लिमेन्ट कसैले पनि गर्दैनन्। त्यसकारणले मङ्सिर 4 गते आदरणीय दाजुभाइ दिदीबहिनीहरू, मङ्सिर 4 गते यो तपाईहरू जनार्दन हो, तपाईहरूको हातमा यो देश छ। यो देशलाई पूर्वतिर लाने कि पश्चिमतिर लाने कि उत्तरतिर लाने कि दक्षिणतिर लाने कि यो जिम्मेवारी तपाईको छ, अथवा यो नेपाललाई नेपालै बनाएर राख्ने हो कि होइन भन्ने जिम्मेवारी पनि तपाईको हातमा छ। मलाई थाहा छ, मैले बुझेको छु, मैले नेपाल प्रहरीमा सेवा गर्दाखेरि बुझेको छु, यो देश नेपालीहरूले चलाएको देश होइन। यो देश कि प्रो इन्डियन छ, कि प्रो चाइनिज छ, कि प्रो अमेरिकन छ, प्रो युरोपियनका लम्पसारवादहरूले चलाएको देश हो। अब चाहियो नेपालमा प्रो नेपालीहरू चाहियो, प्रो नेपाली चाहियो। त्यसको लागि हामीलाई हुनु पर्यो आत्मनिर्भरता, परनिर्भरता होइन। उहाँहरूले परनिर्भरताको लागि देशमा भएका सम्पूर्ण संस्थानहरू, इन्डस्ट्रीहरू बन्द गरिसक्नु भएको छ र विदेशबाट मालसामान विदेशबाट इम्पोर्ट नभइकन यो देशमा केही हुनेवाला छैन। त्यसैले अब मङ्सिर 4 गते आदरणीय दाजुभाइ, तपाईँ हामी सचेत छौँ, तपाईँ हामी विवेकी छौँ। त्यसैले यसपालि हामीले असल निर्णय गर्नुपर्नेको परेको छ। एउटा तपाईहरूलाई मेरो इन्सिडेन्ट सुनाउँछु, यो देश कसरी चलिरहेको छ भन्ने इन्सिडेन्ट सुनाउँछु। एउटा जिल्लाको इन्सिडेन्ट सुनाउँछु। त्यो जिल्लामा शनिबारको दिन सबै बिदा हुन्छ। बिदा भएपछि यहाँ यो नेक्सस, यो सिन्डिकेट कस्तो छ भन्ने कुरा तपाईहरूलाई सुनाउन चाहन्छु। त्यो जिल्लामा के हुन्छ, त्यो जिल्लाको प्रमुख, त्यो जिल्लाको प्रहरी प्रमुख, सिडिओ, न्यायालयको प्रमुख, त्यहाँको व्यापारी, त्यहाँको अपराधी, त्यहाँको तस्करी, त्यहाँको बेमानहरू सबै एक ठाउँमा जम्मा हुन्छन्। ती तास खेल्छन्, ती तास खेल्छन्। तास खेलेपछि तीबाट एउटा बच्चाको अपहरण हुन्छ।
तीबाट बच्चाको अपहरण हुन्छ, तीबाट र्यान्सम मागिन्छ, ती रिपोर्ट गरिन्छ, र्यान्सम मागिन्छ, अनि बच्चालाई र्यान्सम लिइसकेपछि पैसा लिइसकेपछि अनि बच्चा तीबाट रिलिज हुन्छ। यो किन यो खाली जिल्लामा मात्र होइन, यो सिंहदरबारमा पनि केही अवस्था अहिले छ। सिंहदरबार पनि सिन्डिकेटले चलेको छ। सिंहदरबार बालुवाटार सिन्डिकेटले चलेको छ, प्रदेश सिन्डिकेटले चलेको छ, स्थानीय सरकार सिन्डिकेटले चलेको छ। तपाईँ सोझा नागरिकहरूलाई कुनै पनि ठाउँ कुनै पनि हैसियत नागरिकहरूलाई छैन। तपाईहरूले न्याय पाउनु हुँदैन, तपाईहरूले त्यो कानुनी राज्य छ भन्ने तपाईँले अनुभूति गर्न पाउनुहुन्न, यो देशमा सुशासन छ भन्ने अनुभूति गर्न पाउनुहुन्न, त्यहाँ पारदर्शिताको अनुभूति तपाईँले गर्न पाउनुहुन्न, तपाईँको सहभागिता त्यहाँ हुँदैन, अनि कहाँ हुन्छ सुशासन। त्यसैले स्वतन्त्र राजनीतिक शक्ति नेपाल हामीले एउटै आवाज उठाएका छौं। नेपाल आत्मनिर्भर हुनुपर्दछ, नेपाल प्रो नेपाली भएर हामी बाँच्नु पर्दछ, हाम्रो नेपालमा हरित तारबार लगाउनु पर्दछ, इन्डियासँग हामीले ओपन बोर्डर छोड्नु हुँदैन, त्यसलाई रेगुलेट गर्नु पर्दछ भनेर हामीले भनेका छौं। इन्डियाबाट नेपालीहरू इन्डियनहरू कति नेपालभित्र प्रवेश गरे, नेपालीहरू इन्डियामा कति प्रवेश गरे, त्यसको सबै रेकर्ड हुनुपर्दछ र नेपाल हिमाल पहाड तराई मधेस जोडिनु पर्दछ। यसरी 7 टुक्रामा नेपाल बाँडिएको छ, त्यो हामीले थेग्न सक्दैनौँ, तपाईँले थेग्न सक्दैनौँ। अहिलेको लेटेस्ट स्थिति तपाईँहरूलाई थाहा छ। अहिलेको लेटेस्ट स्थिति राजस्वले उहाँहरूको पालन पोषण भर्ती 800 सांसद विभिन्न विभागका मान्छेहरू अथवा कर्मचारीहरूलाई तलब खुवाउन पुग्दैन। राजस्वले तलब खुवाउन नपुग्ने यो देश कस्तो अवस्थामा पुग्यो होला तपाईँ आफै अब निर्णय गर्नुहोस्। त्यसैले यस्ता मान्छेहरूलाई अब हामीले विस्थापित गर्नुपर्दछ, यस्ता मान्छेहरूलाई दण्डित गर्नुपर्दछ, यस्ता मान्छेहरूलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नुपर्दछ र मङ्सिर 4 गते आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईँ हामी विवेकी भएर असल मान्छे, इमानदार मान्छे, नेपाल आमालाई माया गर्ने मान्छे, यो क्षेत्र नम्बर 1 लाई माया गर्ने मान्छेलाई अत्याधिक बहुमत भोट दिएर अत्याधिक बहुमतले भोट दिएर जिताउनु पर्दछ। मैले सधैँ भन्ने गरेको छु, तपाईँहरूको अगाडि तपाईँहरूको भन्ने गरेको छु, यदि तपाईँहरूले रमेश खरेल भन्दा बेटर कुनै क्यान्डिडेट पाउनुहुन्छ भने त्यसलाई भोट हालिदिनुहोस्। तर असल मान्छे, इमानदार मान्छे, टेस्टेड मान्छे, ट्रायल भएको मान्छे र सबैले पत्ताको ट्रस्टेड मान्छेलाई भोट हाल्नु पर्दछ। अहिले त तपाईँहरूको अगाडि खुट्टा ढोक्न पनि सबै तयार हुन्छन्, लग्बसार हुन तयार हुन्छन्। तपाईँ अहिले भोट हालिदिनुहोस्, भोलिपल्ट तपाईँलाई मुख देखाउन कोही पनि आउँदैनन्। 33 वर्षदेखि 1 दिन 2 दिन 1 महिना तपाईँहरूको घर दैलो गर्छन्, त्यसपछि तपाईँहरूलाई भोट माग्न, तपाईँहरूको दुःखमा साथ दिन, सुखमा साथ दिन कोही पनि आउँदैनन्। अब तपाईँले तपाईँको दुःखमा पनि साथ दिने, सुखमा पनि साथ दिने, देशभरि 165 ठाउँमै त्यस्तो व्यक्तिहरूलाई छान्नु पर्दछ जसले नेपाल आमालाई माया गरोस्, नेपाल आमालाई हुर्काओस्, नेपाल आमालाई सिगारोस्। त्यस्तो व्यक्तिलाई भोट दिएर आफू एउटा आमा प्रतिको कर्तव्य, नेपाल आमाको प्रतिको आफ्नो दायित्व निर्वाह गर्नुहोस् र काखमा आमाको काखमा बच्चा बोकेको चुनाव चिन्हलाई अत्याधिक बहुमत दिएर विजय गराउनुहोस्। धन्यवाद। जय नेपाल, जय सुशासन। यस्तो जाडोको बेलामा पनि तपाईँहरू धैर्यताका साथ बस्नुभयो। तपाईँहरूको जुन आशा छ त्यसलाई हामी निराशामा बदल्दैनौँ, निराशामा कदापि बदल्दैनौँ। यो ढुक्क हुनुहोस्, हामी त्यसरी अगाडि बढ्छौँ। र मेरा साथीहरू हुनुहुन्छ, सम्राट सापकोटाजी हुनुहुन्छ, अञ्जना म्याम हुनुहुन्छ, उहाँहरूलाई पनि अत्याधिक बहुमत दिएर विजय गराउनुहोस्। धन्यवाद। जय नेपाल, जय सुशासन। धन्यवाद इस कार्यक्रमका आकर्षक व्यक्तित्व रमेश खरेलज्यू। अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ।
र म तपाईँहरूलाई यो पनि जानकार गराउन चाहन्छु कि भोलि बिहान 8:30 बजे हामी बवरमल रातो भालेबाट हाम्रो घरदैलो कार्यक्रम सुरुवात गर्छौँ। रमेशजी, तपाईँ यति बेला चाहिँ काठमाडौँ क्षेत्र नम्बर 1 मा घरदैलो कार्यक्रममा तपाईँ तीव्र रूपमा लाग्दै हुनुहुन्छ र क्षेत्र नम्बर 1 का जनताले तपाईँलाई भोट किन दिने र तपाईँको घोषणा पत्रमा के लेख्नु भएको छ त्यसमा भोटै हाल्नु? किन दिने भन्दा म टेस्टेड मान्छे हो, म ट्रायल भइसकेको मान्छे हो र मैले यो काठमाडौँमा दुईपटक काठमाडौँको प्रमुख भएर एउटा सेवा गरिसकेको मान्छे हो। एउटा कारण त्यो हो। अर्को कारण मैले जे बोल्दछु म ढाँट्दिनँ, म उहाँहरूलाई झुक्काउने काम गर्दिनँ। जे बोल्दछु त्यो गर्दछु, गर्न नसक्ने काम भन्दिनँ। यदि गर्न सकिनँ भने पनि लुकेर भाग्दिनँ। चुनावको बेलामा मात्र उपस्थित हुँदैन। प्रत्येक 3 महिनामा तपाईँहरूको घर दैलोमा आएर के भइरहेको छ, कसरी गइरहेको छ, संसद भवनमा हामीले के प्रस्तुत गऱ्यौँ तपाईँहरूलाई जानकारी गराउँछु। तपाईँको प्रतिस्पर्धामा त नेपाली कङ्ग्रेसका प्रकाशमान सिंह, त्यसै गरी चाहिँ अहिले पछिल्लो समय यो राप्रपामा प्रवेश गरेका चाहिँ एउटा हाम्रो रविन्द्र मिश्रजी पनि हुनुहुन्छ। उहाँहरूलाई तपाईँले के छ, उहाँहरूलाई पछाउनलाई तपाईँसँग होइन, केही छैन। यो मैले केही गर्ने होइन। यो आम नागरिक, क्षेत्र नम्बर 1 का मान्छे, विवेकशील नागरिक, एकदम अध्ययन गरेका नागरिक, बुझेका नागरिक, देशको चाहिँ सबै कुरा बुझेको समृद्ध नागरिकले निर्णय गर्ने हो। मैले गर्ने केही पनि होइन। अब बल उहाँहरूले निर्णय जे गर्नुहुन्छ त्यसलाई हामीले एक्सेप्ट गर्नुहुन्छ। तर एउटा कुरा म भन्छु, उहाँहरूलाई थाहा भइसकेको छ को कस्तो, कसको इतिहास के हो, कसले के गर्न सक्छ, कसको खुबी के हो, हिजोको दिनमा उसले मौका पाउँदा के गर्यो भन्ने कुरा उहाँहरूलाई स्पष्ट छ। त्यसैले उहाँहरूले निर्णय उहाँहरूको हातमा छ। तपाईँले जित्ने भन्ने के तपाईँलाई यहाँको जनताले कतिको साथ दिएला? तपाईँ जित्नुहुन्छ जस्तो लाग्छ? तपाईँ 4 गते लड्डु लिएर आउनुहोस् मेरो घरमा। तपाईँ ढुक्क हुनुहुन्छ? म ढुक्क छु। किनभने किन ढुक्क छु भन्दाखेरि यहाँका दाजुभाइ दिदीबहिनीहरू बुझेको हुनुहुन्छ। कसैको इन्फ्लुएन्समा पर्नुहुन्न। यहाँको दाजुभाइ यो चाहिँ इन्फ्लुएन्समा पर्ने, प्रभावमा पर्ने, लोभमा पर्ने, लालचमा पर्ने कोही पनि हुनुहुन्न। उहाँले आफ्नो निर्णय आफै गर्नुहुन्छ। त्यसैले म ढुक्क छु। थ्याङ्क यू। अब के पर्दियो भने जस्तो पुकार हाम्रो जम्मै एक ठाउँ अनि रविन्द्र मिश्र उहाँ विशेष टक्कर हुन्छ। तिनीहरूलाई हामीले छान्यो नि त, रविन्द्र मिश्रलाई र रमेश खरेल सरलाई। उता कमरेड हाम्रो प्रचण्डजीकोमा उहाँ उठ्नु भएको पनि चान्सेस उहाँ पनि थियो कि धेरै। कहाँ प्रचण्डै छ जस्तो लाग्छ हजुरलाई? प्रचण्ड उहाँ गोर्खामा उहाँ गोर्खाबाट उठ्यो भने कम्पिटिसन गर्न को छ त अर्को उहाँको प्रतिद्वन्दी भन्दा हाम्रो रमेश सर। त्यो हुँदाखेरि एकदमै यहाँ त कस्तो भयो नि, राम्रो राम्रो मान्छे एउटै क्षेत्र पऱ्यो, त्यो एकदम चित्त नबुझेको मलाई। यो हाम्रो जनताले चाहेको त हेर्नुहोस्, एउटा वास्तव भनिने हो भन्दाखेरि अब रमेश खरेल र शर्मा खान राखेको अति राम्रो जनताले भोट के गर्थे अनि त्यस्तै गरे। अब देशको कायापलट त्यो अनुसार पनि हुन्थ्यो। त्यस्तो गरेन होइन। कसरी जस्तो हाम्रो रमेश खरेल सरबन्द जहाँबाट हुन्छ त्यहीँ गयो भए त्यो सबसे बेस्ट हो। त्यो बेस्ट हुन्थ्यो। जस्तो अहिले हाम्रो सागर ढकालको लागि हामीले त्यति गऱ्यौँ। जस्तै त पितृ शेरबहादुरको लागि हामीले त ढलाउनै पर्ने हो नि त जनताले। त्यो आवाज हामीले दिने हो नि त जनताले। त्यो हेर्नु, यो मिडियाको कारणै आज देश यो हाल भएको। आज यो युट्युब, यो नेट आयो नि, त्यो कारण हो आज यो जनताले चिची बालेन आउनु, हर्क आउनु भनेको कारण चिची ठाउँबाट आयो नि त। यो ठाउँबाट सुन्नुहोस्, अब रमेन्द्र सर नराम्रो भन्न मिल्दैन, राम्रो हुनुहुन्छ। तर उहाँ देशमा के देन गर्ने हो? देश त उहाँ कर्म मान्छे मर्न तयार भएर रमेश खरेलले देशको बचाउनु पनि त। जनता सर्लङ्ग छ। भ्रष्टहरूले देश चलाएको हो कि न सर भन्नुहुन्छ? भ्रष्टले देश चलाएको भन्दै पनि आइजिपी दिएनन् कि भ्रष्टले है? किन दिएन भन्ने पनि छ एउटा विडम्बना छ। त्यो छ यो जान्ने भएको जब सर्व खनाल सर पनि ठिक हो, उहाँले काम गर्ने ठाउँबाट भने भ्रष्टहरूको जनजाललाई उछिनेर उहाँ आइजिपी गर्नुभयो। तर देश बर्बाद भयो भने यो अहिले अवस्था आयो नि, आर्थिक डङ्गाटोल के को कारण था सर? रमेश खरेल यसो आउनु यो अवस्था आउँथ्यो नेपाल। यो मैले लेखेर दिन्छु ल। किनकि प्रत्येक प्रहरी प्रत्येक जनताको रौँमा हुन्छ। जनपथ प्रहरी भने के हो सर थाहा? जनताको स्वयं प्रत्यक्ष नजिकबाट हेर्नु आयो हुनु। तपाईँ के काम गर्छ, कसो गर्छ, राम्रो नराम्रो हुन्छ, प्रत्येक जनता प्रहरी थाहा, ठाउँमा थाहा, कसले के गर्दैछ, कसो गर्छ। तस्करलाई नमस्ते हजुर भन्ने नेपाल पुलिसले सिकाइदियो। सोझा साझा गरिब दुखीलाई ठाउँमा रोकेको छ, ठाउँमा दुःख दिएको छ। सागा ढकाल भने त उहाँ चर्चित हो। उहाँ जस्तो मान्छेलाई सब अरू सर्वसाधारणलाई के गरे होला कि?
जबकि त्यो के हो? अहिलेको स्थितिमा उहाँलाई त्यो गर्नु भनेको त उहाँ विपक्षी भएको पनि त भोट काटिनु हो नेपाल भनेको। बर्बाद छ, नेपाल सबै चलेको छ। ठुलो बोर्डर नेपालको इन्डियाको ठुलो हात छ। रौँमा नेपालको रौँमा इन्डियाको हस्तक्षेप छ। त्यही देश बर्बाद। आज हेर्नुहोस् त निजगढको फास्ट्याग किन गरेन? तेल बिक्री हुँदैन, पाठपुर जाँदैन भनेर त भने हाम्रो बाटाहरू पहिलेबाट त्यस्तै खतरा बनाइदिने है। बिडमा धेरै छ यो देशमा। हेर्नुहोस् धेरै वर्षदेखिको उनीहरूको योजना। इन्डियाले आफ्नो देशको लागि के सम्झ भने हजुरको मैले बुझेको भनेको 50-100 वर्ष योजना उसको आफ्नो अहिले यो मन्त्री हो अर्को मन्त्रीलाई बुझाउँछ कि यस्तरी काम गर्नुपर्छ है। उनीहरू राम्रो पोलिटिकल पनि त्यही अनुसार काम गरिरहेको छन् र उनीहरू पछिसम्म मलाई थाहा भएको ल हेर्नुहोस् म बच्चा हुँदाखेरि मैले 40 भएँ म बच्चा हुँदाखेरि इन्डियाको शक्तिशाली थिएन सर। हामी नाम सुन्दैछौँ जनता त्यहाँ किन मिडिया प्रत्येक घरमा मान्छे शिक्षित छ। प्रत्येक घरबाट हामीले त्यहाँको नराम्रो चिजहरू हामीले घरका आमा बुवाले हेर्छौँ। त्यो बन्द गर्नु पर्दैन यी टाउकेहरूले। म मकवानपुरको म जुन ठाउँमा त्यो ठाउँ हेर्छु मकवानपुर भ्रष्ट छ। इन्डियाको देन हो मकवानपुरको। म शक्ति एउटा खुङ्खार आवाज हो। मेरो घर सरलाई सिकायो बोल्नलाई। सरलाई हो बसोबास चाहिँ है। तर मकवानपुरमा बस्छु सर। मकवानपुर पनि हेर्नुहोस् त्यहाँको सहरीकरण बर्बाद गरिदियो डङ्गाटोल। हेटौँडा सिमेन्ट नेपालको सिमेन्ट बन्द हुँदैछ त बन्द हुन दिँदैन है। हामी त्यहीँको छिमेकी हो, बन्द हुन दिँदैन। 3 महिना बन्द अब रोकिनु यस्तै अब मान्छेहरू आउनुपर्छ, आवाज जानु पर्यो नि ठाउँमा। हेर्नुहोस् त सहरीकरण जहाँ बस्ती हेटौँडा बस्ने ठाउँ छ नि सर त्यो ठाउँमा के ठुलो उद्योग खोल्यो दुर्गन्धित। शिवम सिमेन्ट रिसिटी हेटौँडाको बस्ती बस्ने ठाउँमा सहरीकरण हुने ठाउँमा उद्योगको खोलिदिएको त। हेर्नुहोस् त त्यो चाइना शिक्षित देशलाई त्यसले हङसी सिमेन्ट कसरी खोल्या एकान्तमा एउटा वरिपरि पहाडको बिचमा त्यहाँको मान्छेहरू व्यवस्थित गरेर उसले कस्तो राम्रो सफा छ। त्यहाँ हामी सुत्न सक्छौँ। हामी नेपालीमा छैन नि त हाम्रो छैन नि। त्यहाँका मान्छेहरू त्यहाँ गएर लडीबडी गर्छन् धुलो नभएर त हो नि। हाम्रो त ठाउँमा हेर्नु सब धुलो दुर्गन्धित मान्छेहरू त्यस्तै बनाएको। धेरै सायद नेपालवाले बोलिदिनु पर्छ, बोल्नु पऱ्यो। देश बर्बाद हो। हामी त मर्नु सिपाही हो कि देशको। हामी सिपाहीलाई थाहा छ। कथा बेथा देशमा परिवर्तन ठुलै चाहिन्छ सर 100% चाहिन्छ 100% चाहिन्छ। चुनावले पनि त्यही मकवानपुरमा मैले मेरो घरबाट मैले भन्छु कि त धेरैजनालाई भन्छु मेरो आफन्त धेरैजनाको भोट छ हलोलाई छ। किन दिएको थाहा हलोलाई? हल्ला दिने हो। सबको आवाज हलो हो। उहाँ ठिक हुनुहुन्छ दिपक सिंह। उहाँ ठिक मान्छे हो। हेटौँडा क्षेत्र नम्बर 1 हजुर एकदम राम्रो एकदम सही कुरा गर्नु सर। उहाँ हो उहाँलाई हराएको हो। चर्च कसले बनाइदियो? उहाँलाई भोट गएको। रुनु मलाई सर ठिक सर धन्यवाद। ओके थ्याङ्क यू। के हो तपाईँको नाम भनिदिनु न। मेरो नाम माधव बराल हो। थ्याङ्क यू। हेटौँडा कता?